हेलो एभ्रिवान, नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। अनि आज चाहिँ मैले हजुरहरूलाई फेरि पनि मेरो कौचीबारीमा लिएर आएकी छु। आज चाहिँ मैले तरकारीहरू टिप्छु भनेर साथीहरू हेर्नुहोस् न कति मजाले फलेको छ। मेरोमा चाहिँ जुकुनी, फर्सी, क्याप्सिकम, भन्टा यस्तै यस्तै छ है साथीहरू। मेरोमा चाहिँ तरकारी हजुरहरूकोमा कस्तो कस्तो छ हजुरहरूले पनि सेयर गर्नुहोला साथीहरू। अनि चाहिँ मैले नाङ्लो सिजर लिएर कौचीमा आएर फटाफटी टिप्न थालिसकेँ। मैले चाहिँ भन्टाबाट सुरु गरेँ, ट्याक 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 पारेर। मलाई चाहिँ यो धेरै कुनै कुनै छिप्पिएको थियो र अलिक टिप्नुलाई पनि गाह्रो थियो साथीहरू, काट्नै गाह्रो क्या। सिजरले पनि नकाट्नुला जस्तै गर्थ्यो झनै झनै। अनि मैले चाहिँ सुरुमा भन्टा टिपेँ साथीहरू, त्यसपछि फेरि यता अर्को बोटमा पनि थियो। कति फल्दो रहेछ क्या यो भन्टा त साथीहरू। हजुरहरूले पनि ल्याएर रोप्नु सक्नुहुन्छ। यो सानै धेरै ठुलो बोट पनि छैन, तर पनि कति मजाले फलेको छ है त साथीहरू। हेर्नुहोस् त, यसरी अर्ग्यानिक तरकारीहरू फलाएर खानुपर्ने हुन्छ साथीहरू। मैले चाहिँ यो टिपेर खाएको कति भइसक्यो, कति लट टिपिसकेँ, तर पनि फलेकै छ साथीहरू। यति मजाले फल्छ भनेर चाहिँ मैले सोचेको थिइनँ, तर पनि फलिरहेछ है त। मेहनत गरे अनुसार फल चाहिँ लागेको छ साथीहरू। अनि यस्तै छ साथीहरू। मैले चाहिँ अनि यता क्याप्सिकम पनि टिप्न सुरु गरेँ। टपल टुपुल क्याप्सिकमहरू पनि टिपेँ। अनि यो क्याप्सिकम चाहिँ पहिला सुरुमा चाहिँ एकदम ठुलो फल्यो भने अहिले आएर चाहिँ अलिक मसिनो फल्दैछ क्या। पहिला जस्तो ठुल्ठुलो त फलेको छैन साथीहरू। हेर्नुहोस् त है, मेरोमा क्याप्सिकम चाहिँ यो लामो गोलो दुइटैवाला छ भने। अनि यता करेला पनि फलेको रहेछ, एक दुईवटा भित्रभित्र लुकेर क्या नदेखिने। अनि मैले चाहिँ यसरी खोजखाज पारेर टिपेँ सिलाबाला, यसो एक दुईवटा भए पनि हुन्छ भनेर। यो फेरि बिग्रिहाल्छ नि त किराहरूले, धेरै बेर राख्यो भने पनि पाकेर झर्छ। त्यही भएर मैले चाहिँ अलिअलि यो कलिलो भए पनि टिपिदिएँ साथीहरू। मलाई चाहिँ करेला चाहिँ एकदम कलिलै मिठो लाग्छ। अनि यता जुकुनी फर्सी पनि सर्लक कति लामो मजाले फलेको थियो। यसलाई पनि मैले टिपिदिएँ साथीहरू। कति मजाले यो जुकुनी फर्सी चाहिँ मैले चाहिँ नि चैतदेखि नै खाएको है त साथीहरू। कति भइसक्यो होला, 2-3 महिना त भइसक्यो फलेकै छ। अनि यता बरेला पनि थियो एक दुईवटा, मैले त्यसलाई पनि ट्यापटुप पारिदिएँ साथीहरू। आजको मेरो चाहिँ तरकारीहरू यति भयो। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है त। मेरो भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।